आगा गरेर बस्दैछ बिचारै यतापट्टि सबै पोलेछ जम्मै भुतले सबै घाउ साउ चाहिँ त्यति केही भएन छ भुत्ला मात्रै पोलेछ सबै आगा गरेर सुतेछ खरानी मात्रै भन्नु ठान्डा गरेर आगा सुतेछ बिरालो आगा सुतिमा नि जम्मै भुत्ला डढाएछ यस्तो चाहिँ यो चाहिँ कप नेपालको यो चाहिँ यो खाल्टो चाहिँ त्यहाँ मोटर सोटर राखेको छ यहाँ पानी सानी छ होइन बाँची हाम्रो यहाँ धेरै माथि चिन्नु जाउँ यहाँ बाघ आइसकेको बिहान बाघ रहेछ भने चाहिँ बाघ छ होला होइन हेलो साथीहरू सबैजना स्वागत छ नयाँ भ्लगमा म चाहिँ फेरि पनि आइसकेको नयाँ भ्लग लिएर होइन भ्लग चाहिँ मैले आज माथिबाट स्टार्ट गरेर दिन सक्नुहुन्छ र भर्खर मैले चाहिँ आज चाहिँ खानासाना खाएर स्टार्ट गरेँ किनभने भर्खर उठेको मम्मीहरूले चाहिँ खानासाना पकाएर राखेर पसिनु भएको रहेछ मैले चाहिँ भर्खर खानासाना खाइसकेँ अरे अब चाहिँ बाहिर निस्केर भ्लग स्टार्ट गरिरहेको छु होइन त्यस अहिले पनि त्यस्तै पुरै हुस्सु लागिरहेको छ अस्ति नगो जस्तै तर अहिले चाहिँ अलिक धेरै लागिरहेको पुरै बारीको डाँडा साँडा केही देखेको छैन होइन हुस्सु सुस्सु लागिरहेको छ अहिले नि चिसो छ यहाँ फुलहरू पनि थियो यहाँ ओइलाइसकेको छ यिनीहरू त अलिअलि यहाँ गमला समला फुलहरू नि छ होइन र यहाँ चाहिँ एउटा रातो एक थुङ्गो फुले मजाले चुक्क परेर त्यहाँतिर नि अलिअलि फुलहरू छ यहाँ तल होइन यस्तै छ है त अहिलेको भ्यू चाहिँ अब खानसान खाएर भर्खर निक्लिएको छु म नि एकछिनमा तलहरूतिर जानुपर्छ त्यहाँ धर्मशाला गर्नु अनि त्यसपछि के हुन्छ म देखाउँदै गएको छु अहिले चाहिँ यस्तै छैन ल छता बसेर भ्लग स्टार्ट गरेछु अब चाहिँ के हुन्छ म अपलोड गर्दै गर्छु स्टे ट्युन ल सर अब हामी चाहिँ खानसाना खाएर तल गएर हिँडिसक्यौँ है त त्यो मम्मी चाहिँ अगाडि हुनुहुन्छ र म चाहिँ त्यहाँ सर्ट्स हाल्दै थिएँ नि दिउँसो गएर एउटा सर्ट्स आउँछ त्यो सर्ट्स पनि हेर्नु होला त्यो सर्ट्स अपलोड गरेको थिएँ म सर्ट्स अपलोड गरेर अब जानु लागेको त्यहाँ यो त्यही बढीको खानासाना यताउति त्यो गाई बस्तुलाई खान्छ भनेर धरिदिनु ला तल होइन अब चाहिँ मम्मी चाहिँ अगाडि गइसक्नु म चाहिँ जाँदैछु भर्खर मस्त घाम लागेको छ अहिले चाहिँ सुसु हटिरहेको अलिअलि होइन त्यसो अहिले तल घर जाँदैछौँ है त अब चाहिँ त्यो तल घरतिर गएर के हुन्छ म अपलोड गर्दै गर्छु है त ल सर अब हामी चाहिँ यहाँ तल घर आइसक्यौँ भने मम्मी बाख्रा सर यताउति खोलिदिउँ मैले बाख्रा सर यहाँ बाध्य हुन्छ यतापट्टि अनि यहाँ बिरालोले गरेछ काइता काम यहाँ आगा गरेर बस्दैछ बिचारै यतापट्टि सबै पोलेछ जम्मै भुतले सबै घाउ साउ चाहिँ त्यति केही भएन छ भुत्ला मात्रै पोलेछ सबै आगा गरेर सुतेछ खरानी मात्रै भन्नु ठान्डा गरेर आगा सुतेछ बिरालो आगा सुतिमा नि जम्मै भुत्ला डढाएछ यहाँ कराउनु लाग्छ यस्तै छ है यहाँ मस्त घाम लाग्छ बाख्रा साख्रा सार्दै हुनुहुन्छ के को म्याउ म्याउ तँलाई यहाँ कोतार्ने क्या जिउ तन्काएको होला यस्तै छ मासु ओ झन्डै पोखिदिउ जा यस्तै छ ल अब के भन्छ म अपलोड गर्दै गर्छु होइन लगाइ जब हामी चाहिँ त्यहाँ कामसाम सकाएर भगाएर सकाएर यताउति सब फालफुल गरेर सागटुक गरेर अब चाहिँ तल खेत जानलाई हिँड्यौँ होइन मम्मी हुन्छ पछाडि त्यहाँ के लाउनु भएछ अब चाहिँ खेत जानु पनि हुन्छ त्यहाँ खेत के काम छ यताउति गरेर हजुर ए अब चाहिँ त्यहाँ खेततिर गएर भेट्नु होला त्यहाँतिर खोलातिर खेतमा गएर के हुन्छ म खोला खेत सबै देखाउँदै गर्ने छु अस्तिको भ्लगमा खेत हेर्नु पाएन भने आज हेर्न पाउनुहुनेछ होइन फेरि जाँदैछु म खेततिर त्यहाँ खोला खेत कस्तो सबै देखाउने छु होइन त्यसो लगाइछु अहिले चाहिँ म यहाँ डाँडामा छु होइन मेरो हातमा चाहिँ एउटा चिज छ यो ककालाई के हो थाहा छ ल यो ककालाई थाहा छ यो के हो थाहा छ भने कमेन्टमा भन्नु होला है त थाहा छैन म अहिले भनिहाल्छु यो चाहिँ के हो भन्नु है त कमेन्टमा दिनुहुन्छ यो चाहिँ खाना गरेको छु मात्रै होइन गाउँहरूको र यो चाहिँ अरू केही होइन अमला हो होइन सबैलाई थाहा नै होला थाहा न मान्छेलाई थाहा भइरहोस् अमला हो यो चाहिँ होइन जुन चाहिँ अमलाको बोट पुरै रातो रातो भएन अमले टन्नै छन् मम्मी उता भन्नु भएको फेरि अमला टन्नै पाइन्छ होइन अब एउटा टिपौँ है त अमला गाईजी ठुल्ठुलो टिप्दैछु टिपेर गोजीमा हाल्दै गर्नु पर्यो अमला होइन सबै ठुलो लगाइ त्यस्तै छ है त अब चाहिँ मौसममा खाएर खेततिर लागिँदैछ रेडतिर गएर भेटौँ है लगाइ हामी चाहिँ यहाँ खेतमा आइसक्यौँ फाइनल्ली होइन मम्मी त्यहाँ उता हुनुहुन्छ हो अनि खेतको अगाडि यस्तो छ अहिले चच्च भइएको अवस्थामा अमला खाँदै बोल्दैछु म चाहिँ होइन यस्तो है त ल 360 यहाँको खोला भइहाल्यो छाने खाँटा भएन होइन चट्टै उताको वन भयो माथि बेला वन हाम्रो श्वेतशनी वन होइन यसो है त यहाँले मस्त डिला अवसर भेटेपछि आज म चाहिँ अमला खाँदै मलाई मिठो मिठो छ होइन
यस्तो छ मलाई चाहिँ होइन यस्तो त ल अब म के हुन्छ देखाउने गर्छु खोला सोला पनि होइन काँडा लडिन्छ फेरि धेरै यताउति घुम्नु भने ल गाइस म चाहिँ अब यहाँ तोरी उखाल्न लागेको छु होइन यहाँ खेत सबै आधी अलिअलि पाकेको छ अलिअलि पाकेर चाहिँ यहाँ तोरी अब उखाल्नु पर्ने उखाल्लाई चाहिँ यहाँ 3 मुठा चाहिँ मैले बनाइसकेँ उखालेर होइन मम्मी र म यहाँ 4 चाङ बनाइसक्यौँ अब चाहिँ उखाल्दैछ भने यहाँ टेन्सन हुन्छ साह्रो खायो होला सागलाई उखाल्दैछौँ एक हातले अलि हसिलो भइरहेको यस्तै छ नि साथीहरू ल अब तोरी उखाल्दैछौँ तोरीसरी उखालिसकेर त्यसरी भेटौँ ल है त मम्मी यता हुनुहुन्छ यस्तै छ है त ल यहाँ अर्को हात लेफ्ट ह्यान्डले गयो भने अलिक अचुर भएर राइट ह्यान्डले उखाल्नुपर्छ होइन यस्तै छ ल अहिले चाहिँ ल साथीहरू म चाहिँ अहिले यहाँ खोला छु होइन खोला आइसकेपछि त्यसो हुन्छ यस्तो छ खोला हाम्रो यहाँको चाहिँ छुट्टालारे माथितिरपट्टि यो कपनिपालको इनार सिनार छ यहाँ है हाम्रो के भन्छ बाँध पनि यहाँ माथि छ होइन छुट्टो खोला यस्तो छ खोला नि के भन्नु पानी यही हो अलिकति त साइडमा यता यो खोला पुरै सुक्खा यतापट्टि यो इनारको रसाको पानीहरू यो छ यतापट्टि अलिअलि बगेको त देखिन् तर बगे छैन होइन यही हो खोला ल अहिले यहाँको खोला अहिले यस्तो छ साथीहरू यस्तो छ ल खोलाको अवस्था यो खोल्छो भयो हाम्रो उता खेतपट लाने यो खोल्छो त्यो खोल्छो माथिबाट धुनेर लैन्छ यता बाँधबाट ल्याएर लैन्छ दुइटै हो होइन यो खोल्छा चाहिँ पानी परे बेला मात्रै आउने खोल्छो हो यो यहीँ अलिअलि पानी बगिरहेछ यस्तै छ यो यता भित्तापट्टिको रसाको अलिअलि पानी चाहिँ त्यो इनारको पानी हो यो चाहिँ होइन चाहिँ अलिअलि बगे जस्तो देखिरहेको नि यहाँ चाहिँ इनारको पानी हो यो इनारको पानी हो त्यो ओभरफ्लो भएको रसाको हो यस्तो पानी हो होइन यस्तो छ ल अहिले यहाँको अवस्था चाहिँ खोलो यस्तो छ है त गाइस यहीँ सानो पोखरी छ खाल्टो यस्तो छ यो अहिलेको अवस्था उतै माथि चाहिँ त्यो कमेबालले इनारकोले मात्रै भ्याउँदैन नि त अनि यही पानी यहाँबाट जमाएर लिएर जाने माथि लगेर त्यो ट्याङ्कीमा जम्मा गरेर माथि लगेर प्युरिफाई गरेर कुखुरालाई दिन्छ क्या अरे खुवाउनलाई खोलेकै पानी खुवाउँछन् कुखुरालाई होइन यस्तो छ यो चाहिँ कपनिपालको यो खाल्टो चाहिँ उता मोटर सोटर राखेको छ यहाँ पानी सानी छ होइन माथि चाहिँ बाँची हाम्रो यहाँ धेरै माथि नजाउँ यहाँ बाघ आइसकेको छ यहाँ त्यो बिहान बाघको रहेछ भने चाहिँ बाघ होला होइन त्यस्तो छ यहाँ यत्रो द छ यो चाहिँ यही कमलालाई तान्नलाई अनि यहाँबाट अलिअलि चुहिया पानी यता साइडबाट अलिअलि बग्या पानी हो त्यहाँबाट यो यहाँबाट अलिकति यहाँ ढुङ्गाबाट निक्ले पानी अनि यो पानी यहाँबाट अलिकति चुहिया खोल्दै खान् त्यो पानी चाहिँ जाने हो खोलामा बगेर यही दुइटै मिसेर ऊ त्यहाँ जोडेर जान्छ होइन अलिअलि त्यो कुलो जस्तो पानी यत्रै हो पानी बग्ने पानी यस्तो फेरि साथी ल अब खोलाको नाममा यही हो अब चाहिँ तलतिर लागौँ होइन फेरि खेततिर त्यहाँ मम्मी एक्लै हुनुहुँदैन होइन खेततिर जाउँ अब घर चाहिँ बिहान हुनु लाग्यो त्यसरी गइसक्यो मम्मी त्यो घाँस काटेर हुन्छ अब घाँस बोकेर जानुपर्ने हुन्छ होइन अब चाहिँ मान्छेले चाहिँ के अरे भन्छ त्यो उसमा पम्पलाई अनअफ गर्ने त्यो एमसिबीहरू यताउतिर राखेको त्यो कालो तिरपालले छेडेर यो यस्तो ल अब हिँड्यो फेरि खेततिर त्यो बन्द भयो यतातिर माथि होइन यो लडिएला यतातिर फेरि यस्तो छ है ठन्डै लडियो क्या माथि हेर्दै बेला यस्तो छ ल अब मासतिर घरतिर यताउति गएर भेटिन्छ क्या अहिलेलाई यस्तै छ ल यो खेत भइहाल्यो हाम्रो है ल सर अब चाहिँ तलहरू काम सकियो अरे माथिहरूलाई त खेतबाट आइगयो अरे अब चाहिँ बाख्रासाथ छुरी गरी सबै टाकटुक गरेर माथिहरू लगाइयो अब चाहिँ यहाँ खानासाना पकाएर गरेर खानुपर्ने हुन्छ अब चाहिँ बुवा मम्मीहरू त फेरि आउँदै हुन्छ यहाँ यतै है यहाँ म यहाँ अघि छु यहाँ बाल्टिङ बोकेर हिँडेको छु होइन अब चाहिँ मास्तिर गएर भेटौँला है त अब चाहिँ लाग्यो माथि ल म चाहिँ रुममा आइसकेँ होइन खानासाना खाएर चट्ट रुममा आएर बसिरहेको छु म चाहिँ अनि मम्मीहरू आमाहरू चाहिँ सबै खानासाना खाइसक्नु भयो आमा चाहिँ यहाँ तल हुन्छ मम्मी माथि भाँडासाडा मल्दै हुनुहुन्छ होइन अब आजलाई चाहिँ भ्लग यति नै गरौँ मलाई हेरिदिनु भयो भ्लग चाहिँ राम्रो लाग्यो भने चाहिँ लाइक सब्सक्राइब अनि फेसबुकमा नि फलो गरिदिनु होला फेसबुकमा नि लाइक सब्सक्राइब कमेन्ट फेसबुकमा त सब्सक्राइब गर्नु मिल्दैन लाइक कमेन्ट फलो चाहिँ गरिदिनु होला र यति भन्दै आजलाई यति नै गरौँ मलाई थ्याङ्क्स फर वाचिङ बाई बाई